कल्पना, ओइ कल्पना। राधिका तिमी कहिले आएको नि? एक हप्ता जति भयो म आएको। ए हो र, अनि तिमी आएको त मलाई खबरै गरिनौ नि। त्यस्तै त्यस्तै भएको थियो त्यही भएर। ए हो र। अनि सुन्नु न कल्पना, तिमीलाई एउटा कुरा भन्नु थियो। के कुरा हो र, भन न। त्यो छ नि को के? एउटा केटा के को केटा हो के? छ के एउटा केटा। को केटा हो भन नि त। अहिले मलाई धेरै ढिलो भइरहेछ, म तिमीलाई भोलि भेटेर भन्छु नि। हस्, बाई। ल ल हुन्छ, बाई। कल्पना, ओइ कल्पना, कल्पना। राधिका भन त। आऊ के छ मुद्दा? कहाँ जाने हो र? आऊ न आऊ, छिटो आऊ है। बाबा उता पसल पुगेर आउँछु नि। ए ल ल छिटो फर्केर आऊ है। हस् बाबा। ल जाम। ल ल जाउँ। समीर ए बोका जस्तो तर जेसुकै भन् दामी छ। यो मान्छे कस्तो रहेछ यार। त कहिल्यै नसुध्रिने भइस। ओइ उता त्यो केटीले कागजको टुक्रो फालेर गयो यार। जान गएर लिएर आइज यार। जान यार कस्तो रहेछ यार। ओ भाइ भाइ। हजुर दाइ। त्यहाँ कागजको टुक्रा खस्या छ, त्यो लिएर आऊ त। कहाँनिर दाइ? त्यहाँनिर बाटोमा। ल दाइ। ल धन्यवाद छ है। कहिले त? ए मुला। ओ यता हेर्न यार, फेसबुक आइडी र नम्बर। ए छोड। यस। ए हो र, अस्ति नै भनेको केटा त्यही नै हो। ध्यान देऊ है राधिका, ध्यान देऊ, फेरि पस्ताउनु पर्ला नि। ऊ त राम्रो, देख्न मात्रै राम्रो हो नि। विचार गर है राधिका, विचार गर। काठमाडौँ पर्दा जस्तो बेला कति देखेँ। साँच्चै सुन्नु न, अलि ढिलो भइरहेछ, घर जाउँ है। हस्, बाई।
मैले तिमीलाई सोचे भने किन तिमीसँग गिर्छ भनेर। राधिका आइएम सरी। बस मलाई बेर निस्किन बस्नु नै छ। राधिका राधिका ए हजुर बुवा। तिमीमा धेरै घमण्ड छ है। तिमी यो कुरा पनि याद राखिराख कि तिमी जस्तो केटी मसँग हजारौँ खेलिरहन्छ, तर जुन तिमीमा घमण्ड छ नि त्यो आफूमा मात्र सीमित राखिराख। ब्रेन ब्रेन एकछिन। राधिका ए कल्पना तिमी पो? अहिले भर्खर गएको केटाहरू अस्तिको केटाहरू होइनन् र? हो। ए यस्तो लपचक्कर परे जस्तो छ नि। त्यस्तो केही पनि होइन कल्पना। अहिले भर्खर आउनुभएको थियो। मैले केही पनि गरेको थिएन, मेरो केही गल्ती पनि थिएन। कस्तो बिरुलीमा धम्काएर गयो। हे त्यो कुरा छोडिदेऊ न, मलाई लेट भइसक्यो, म जान्छु ल, बाई। बाई। भन राधिका। ब्रेन आइएम सरी। प्लिज मलाई माफ गरिदेऊ। के को सरी? के को लागि माफी? अस्तिको हरकत मलाई मन पर्यो, त्यही भएर मैले हजुरलाई आत्कान्सम्म पुगेँ। सरी। सुन्नु न ब्रेन, भोलि भेटौँ नि है। ल ल ल ल हुन्छ, ल ल म आउँछु। ल ल बाई। देखिस् भोलि त्यसको हेर्न, त्यसको त्यो घमण्ड कसरी निकाल्नुपर्छ। ए आउनुभयो हजुर, आउनु न भित्र।
हाई राधिका। हाई बस्नु न भित्र। के छ सन्चै छौ? सन्चै छु अनि हजुर? म पनि ठिक छु। खाना कसको लागि हो? हजुरकै लागि हो। के हो र? तिमी साँच्चीकै राम्रो छौ। मलाई तिमी साँच्ची मन पर्यो। हजुर पनि। सुन न, भन्नु न। एउटा सेल्फी खिचौँ न है। नाइ के? हुँदैन कि एकैछिन है। यस्तो यस्तो गर न। नाइ के? यो हल्का तल गर न। केही हुँदैन कि। कस्तो राम्रो आएको छ है। राम्रो आएको छ है। ल राधिका, अब मैले नि जानुपर्छ। फेरि घरको मान्छे आउने बेला पनि भइसक्यो। अहिले पनि हजुर मसँग रिसाउनु त भएको छैन नि। ल अब पनि रिसाउँछु होला त लाठी। ल म जान्छु ल। ओ ब्रेन के छ यार हाल? ओ ब्रेन के छ भने मैले त कस्तो उताबाट देखिरहेको तिमीलाई। के छ खबर? ठिक छ, एकदम ठिक छ यार। अनि को यत्रो राम्रो समयसम्म को र? मैले त थिएँ यार। काठमाडौँ गएको थियौ तिमी यार, उतै बस्थ्यौ रे। होइन नि, म त धेरै गएको छु यार। हो ल, अनि के गर्दै हो त? अनि खै एकछिन अनि के छ अरू भन भन। ठिक छ, चिया खान्छस्? नै यार खाऊ यार। खाऊ। नै ठिक छ, पर्दैन। अनि अरू ठिक छ ब्रो। ओ ब्रो के छ तिम्रो? के छ? ठिकै छ। ठिक छ यार, एकदम एकदम। त्यो बानी छ नि, कहिले नजाने भयो। त्यही पुरानो बानी हो क्या चञ्चले। जहिले आयो फेटाफुटो यहाँ त्यहाँ। यस्तो होइन, यो केटीको हो। ए छोडिस्। ल कस्तो काकाले नसुझ्ने भयो नि हाम्रो प्रश्न। जहिले अब चाहिँ खुब राम्रो भयो। त भाइरल गरिदिनु पर्छ, फलोवर्सहरू त आफै बढ्छन्। ल ब्रेन ब्रो, म अहिले लाग्छु होइन। ल अहिले लाग्छु। नबस्दै हिँडिस् त। इमर्जेन्सी काम छ होइन, म पछि भेट्दै गर्छु नि। ल हुन्छ एकछिन। ल जा। दाजु दाजु भन कल्पना। राधिका कहाँ छिन् नि? खोइ बजार जान्छु भने कहाँ कि हो, आउँदै होली बाटोमा। एउटा कुरा भन्नु थियो। के कुरा हो? त्यही आएर भन्छु नि। हजुरहरूलाई एउटा कुरा थाहा छ? के कुरा हो र? राधिकाको बारेमा। के भयो र राधिकालाई? उसको त नराम्रो नराम्रो फोटा
फोटाहरू भाइरल भइरहेछ नि फेसबुकमा युट्युबमा अनि जताततै भाइरल भइरहेछ नि यता हेर्नु त हे भगवान अझै तिमीलाई एउटा कुरा थाहा छ के कुरा भन न। तिमीलाई मैले भनेको पनि थिएँ तर सम्झाएको पनि थिएँ त्यो केटा नराम्रो केटा हो त्यसैको नलाग भनेर अहिले तिम्रो फोटाहरू